उदाहरण मात्रै हो कि यस्ता घटना नेपालको इतिहासमा आजभन्दा पहिला पनि धेरै घटेका छन् कि अनि कतिपय साथीहरूले भन्नु होला ए गरिमा चौधरीको त ल यहाँ त सहमति भइसक्यो सरकारको गृहमन्त्रीको चाहिँ सहमति गरिसक्यो कतिजनाको चाहिँ सहमति गर्यो यो सरकारले निर्मला भागीरथी कहाँ गए त उनीहरू चाहिँ हराए एकजनाको चाहिँ सेटलमेन्ट गर्दैमा सबै बालिकाले न्याय पाउँछन् भन्ने कुरामा हामी विश्वस्त छैनौँ र तपाईँले सोध्नुभयो यहाँ चाहिँ यो के गरे ब्लक गरे हो कि के गरे अभियसली देख्न सक्नुहुन्छ ब्लक गरे तर शान्तिपूर्ण तरिकाले भोलि यो विध्वंसमा जाओस् भन्ने हामी पनि चाहँदैनौँ कि हामी नियमित रूपमा आज तेस्रो दिन हो 20 मिनट 40 मिनट र 1 घन्टा गरेर आज 1 घन्टाको पालो भोलि आन्दोलन हुनसक्छ नारा जुलुस हुनसक्छ त्यसमा हामीले मार पनि खान सक्छौँ गोली पनि खान सक्छौँ त्यो तर न्यायको निम्ति चाहिँ हामी सधैँ लडी नै रहनेछौँ अब हामी एकजनाको लागि मात्रै होइन अब हामी ती सबै बहिनीहरूको न्यायको निम्ति चाहिँ हामी निरन्तर लड्नेछौँ नेपालीहरू ट्याक्कै सुत्या थियो कि यो बहिनीको घटनाले चर्चा पनि भएको छ के हो भन्नु खोज्नुभएको के हो हाने हुन्छ म जेनजी अभियन्ता हो हामी चाहिँ सिंहदरबार छिर्न खोज्दाखेरि यो चाहिँ संवेदनशील क्षेत्र हो भनेर हाम्रै सुलोक दास श्रेष्ठ लगायतका हाम्रा साथीहरूलाई गोली हान्न चाहिँ मिल्ने हाम्रा बालिकाहरू चाहिँ बलात्कृत भएर मार्दाखेरि चाहिँ गोली हान्न नमिल्ने हुन्छ र सिंहदरबारभन्दा बालिकाभन्दा सिंहदरबारको इज्जत ठुलो भयो सिंहदरबार संवेदनशील भयो यो देशको नागरिक यो देशको बालिका ठुलो कि सिंहदरबार ठुलो म मान्दैन सिंहदरबारको आफ्नै महत्त्व होला आफ्नै अस्तित्व होला तर त्योभन्दा ठुलो भनेको एउटा बालिका एउटा जनता एउटा युवाको जिन्दगीको ठुलो महत्त्व छ त्यसैले हिजोका दिनमा आन्दोलनका क्रममा गोली हानेर मार्न पाइन्छ भनेपछि बलात्कारीलाई पनि बन्दुक हानेर मार्न पाइनुपर्छ अनि हामीले जनताले गल्ती गर्दा चाहिँ ठोक्कै गोली खान पर्ने बलात्कारीहरूलाई चाहिँ संरक्षण गर्ने बलात्कारीलाई चाहिँ जेलमा राखेर मासु भात खुवाउन पर्ने अब बलात्कारीहरूलाई चाहिँ ठोक्न पर्छ ठोक्ने हो यदि हामीले गलत गर्छौँ भने सरकारले सक्दैन भनेपछि हामी कहाँ हामी आफै गर्छौँ अब जनताले गर्छन् यदि प्रहरीले सक्दैन भने फाँसी दिन पर्छ ल साथीहरू नभट्क्यौ आज तेस्रो दिन हो आन्दोलन अझै बाँकी छ ठाउँमा जाउँ भोलि 6 बजे फेरि हुन्छ